आज चाहिँ हामी ठिक्क 3 जना दाजुभाइ आफ्नै करेसाबारीमा बोडीलाई थाङ्गा हाल्दैछौँ। यो माथि चाहिँ तार अनि यहाँ चाहिँ डोरी, यो थाङ्गा नपुग्ने भएर यता 3टामा लगाइसकेको छ अस्ति नै। अस्ति यो 3टा लाइन लगाइसकेको छ। अब यता एउटा 2टा 3 4 छ 5 ठाउँ 3 4 होला। आजको हाम्रो काम यस्तो छाङ्लाले नपुगेर बारीतिर आज दाजुभाइ यहाँ चाहिँ हाम्रो बोरी तल हामी अब बन्दाकोपी राखिदिउँ। यो बन्दामा चाहिँ के पानी पुगेन कि के हो यस्तो कि बेला भएको छैन? यता यहाँ चाहिँ कति रोपेको रहेछ, सानसानै छ। यता ठुलो रहेछ नि त अलिक, यहाँ चाहिँ ठुल्ठुलो भइसक्नु लागिसक्यो। यो चाहिँ हाम्रो धरान 17 भित्र पर्छ। चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ है। बजार भयो भने सस्तोमा दिन्छ, तर अहिले बेला भएको छैन, केही समय लाग्छ अझै पनि। सानी देखाइदेऊ, त्यो के हो? के को बोट हो यो? के को बोट हो यो? सब्जी भन न। बोडी एक हेरी यो बन्दा भन, कोपी भन, कोपी भन। यो पनि भयो। अब यो हाम्रो के हो? ए मटर पनि रहेछ हजुर। ल मलाई थाहा छैन। यो चाहिँ फापर अनि यहाँ बिचमा मटर पनि रहेछ। मटर पनि यत्रो त भइसक्यो, अब अलिकति बाँकी छ पाक्नलाई। अबको महिना दिनपछि सब्जीहरू चाहियो भने हामीलाई सम्झिँदा हुन्छ। अरूले कसरी थाङ्ला हाल्छ बोडीमा, हाम्रो चाहिँ यहाँ माथि पनि तार, यहाँ तल पनि तार, अनि बिचमा चाहिँ अब एउटा यस्तो टुप्पो यसरी डोरीमा यहाँ तानेर अहिले लगाएपछि देखाउँछु है। डोरी चाहिँ यो यसरी इक्जाम्पलको लागि यसो गर्ने अनि यसलाई 2 खन्का जति बटाएर फेरि तल झार अनि फेरि यहाँ तल तारबाट घुमाएर बटाएर फेरि यहाँ 2 खन्का होइन तल पनि 2 खन्का होइन त कसरी लाउँदा ए खोरी। ल यो चाहिँ मलाई आएन, अहिले एकछिनपछि सिकेर देखाउँछु। ल बस एकछिन अब गरेको भएन। अब यता आऊ ठुलो दाइको पालो ए सुर्किन्छ र नि सबैतिर पुगिहाल्छ। किन बानेको फुकाउनु पर्छ तारको भइहाल्छ। यहाँ चाहिँ फेरि हामी मजा खतरा काम गर्ने 2 जना हाम्रो हेल्परहरू यहाँ देख्न सक्नुहुन्छ। काम गर्दैछ 2 जना काका भतिजी मिलेर काम गर्दैछ यहाँ। अब लडो सानो लड्छ झन्डै। अब चाहिँ हामी यसमा पहिला तार तान्छौँ, त्यसपछि मुनिबाट डोरीले तान्नुपर्ने हुन्छ। सानी आयो हुन्छ अहिले मलाई लाग्यो त यता चाहिँ साँच्चै किन सानो नि उता होइन कति सानो सेप लागेर क्या। यहाँ यसरी अड्काउनु पर्ने हुन्छ। ल अब यसलाई तन्काएर यसमा डोरी हालेर अनि यस्तो मुन्टा चाहिँ अब डोरीमा बटाइदिनुपर्छ 1-2टा यसरी काम हुन्छ। यहाँ चाहिँ अब एउटा बाँस हाल्नु पर्यो, बाँसमा तार बटारेर
तान्दाखेरि टिनिक्क हुन्छ नत्र भने यो तार यसरी तल झर्छ अहिले चाहिँ टाइट गरेपछि माथि चढो त्यहाँ सबै तल चाहिँ चेपेर झरेको सुटिन्छ होला तान्दा तानी म घर जान्न म लादिनँ त नाङ्नै सुटिन्छ माथिबाट यहाँ यस्तो गरिदिनु त हेलो भन्छ हेलो भन यसरी हो हेलो भन्नु अच्छा दुईटा बास अब यहाँलाई भयो पल्लो छिउला अब दुईटा टेन्सन बनाएर यताबाट छैन र सानो घर जानु न त्यो भाइ टेन्सन त हेरेँ फलिसके त भर्खर थाक्लै सानी घर जानु न अब एउटा यहाँ एउटा बिचमा ओ लुगा के गरेको हामी दाजुभाइ चाहिँ नेपालमै केही गरौँ भनेर बसेको यसरी अब तर फल्दैछ फलिसकेपछि यसको बजार भाउ खस्किहाल्छ थाहा छ है यो सुँगुर कुखुरा नभएको बेला चाहिँ भाउ पनि हत्त बढ्छ नेपालमा बस्ने वातावरण कृषि प्रधान देश अरे काम छैन नेपालमा तर खेती गरेर त्यही पनि अब हेरौँ कतिको त्यो उब्रेको खोइ त्यो जोडौँ त्यसले क्यामेराम्यान जल्दी फोकस गरौँ ले कति केजी भयो यो तार यहाँ बोडी बेच्दा नै आउँदैन होला यो तारको पैसा नि अब आज रात पनि पर्न आँट्यो हामी यति काम गरिन्छ है आज चाहिँ हामी बोडीको मात्रै देखाएर चाहिँ अब अर्कोचोटि अब उता अरूको सब्जीको पनि सुरु हुन्छ है यो चाहिँ पार्ट 1 भयो यता नजिक बन्दा यो देखायो पर्चेको अर्को भिडियोमा आउँछ आज रात पर्यो अब रात परेपछि भिडियो करै नि त्यस्तै हो यति भन्दै आज हामी बिदा माग्छौँ यही बारीबाट